सम्पूर्णमा नमस्कार। म आज हजुरहरू समक्ष हाम्रो फिल्ड भिजिटको ब्लग लिएर आउँदैछु है। हुन त हामी फिल्ड गइरहेको हुन्छौँ होइन, सधैँ जस्तो ब्लग चाहिँ बनाइँदैन। यो फिल्ड चाहिँ हाम्रो लागि अलि सम्झना लायक हुनेछ, किनभने सम्भवतः हामी सबै स्टाफहरू सँगै फिल्ड जान पाउने यो भगवतीमाई गाउँपालिकाको लागि अन्तिम हुनै हुनेछ। आज चाहिँ पहिलो दिन हामी मेलतोली भगवतीमाई गाउँपालिका वडा नम्बर 3 मेलतोली जाँदैछु है। ल सबैजना बस। भेन्डरले गर्दै त झन् त्यस्तै कुरा गरे। हेलो गाइज, हामी चाहिँ वेलकम टु आवर ब्लग। पानी परिरहेछ, गाडी अर्कोतिर गयो। देश र जनताको लागि हामी हेर्नुहोस्, घाम पनि भन्दैनौँ, पानी पनि भन्दैनौँ, गइरहेको छौँ, हावा पनि भन्दैनौँ। यस्तो पानीमा नि जोड मारिरहेको गाइजहरू हेर्न सक्नुहुन्छ तपाईँहरू पछाडि ब्याकग्राउन्डमा हाम्रो टिम हेर्नुहोस्, यसरी कटेर काम गरिरहेछौँ हामी। नानी गएपछि चामल पकाउन आमा ल्याएको छैन भन्छ खै। यो टोलमा 2वटा खानेपानी आयोजनाहरू सञ्चालनमा रहेको छ, पाल्तापानी र भक्रेमूल सिस्नेरी। हामी यो टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्दैछौँ छिटै नै होइन। यही टोलका घरधुरीहरूमध्ये यो अहिले हामी बसिरहेको घर चाहिँ सबै इन्डिकेटरहरू पुरा गरेको घरमा पर्दछ। इन्डिकेटरहरू भन्ने बित्तिकै हजुरको पर्सनल हाइजिनिक इन्डिकेटर पर्यो होइन, हाउस होल्ड हाइजिनिक इन्डिकेटर पर्यो, हजुरको वाटर सेनिटेसन्सको पर्यो, टोइलेट सेनिटेसन्सको भयो होइन, हजुरको वेस्ट म्यानेजमेन्ट इन्डिकेटर भयो, इन्भाइरोमेन्ट हाइजिनिक इन्डिकेटर जस्तो सबै इन्डिकेटरहरू पुरा गरेको हुनुपर्छ है। आउनुहोस् हामी सँगै होम टुर गरौँ है त। हजुरहरू आफै हेर्न सक्नुहुन्छ, यो बर्सातको बेला हो, घर शौचालय धारो कति सफा अनि व्यवस्थित छ। खानेपानीको सदुपयोग फलफुलको बिरुवामा तरकारीमा होइन कति राम्रोसँग सदुपयोग गरिएको छ कि भरपुर सदुपयोग गरिएको छ। फोहोरको राम्रो व्यवस्थापन पनि गरिएको छ होइन। टोइलेट एकदम धेरै नै सफा छ, सबै इन्डिकेटरहरू पुरा भएको घर हो है यो। चिसो नभए हुन्न र गाइज, मेरो हेर न कालो थोप्रो ओरिजिनल अनुहार देखेँ। हे भगवान, हे भैया, हम कहाँ चल रहे? रेड क्रस कर्मीहरू हो नारी युवा रेड क्रस कर्मीहरू, हामी पनि रेड क्रस कर्मी। यति बेला हामीहरू चाहिँ वडा कार्यालय नजिक पुगिसकेका छौँ। आज चाहिँ हाम्रो वडा स्तरीय सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया कार्यक्रम रहेको छ। एक दिन चाहिँ हामी यहाँको बजार भनौँ, अब यो जहाँ धेरै बस्तीहरू छ, जहाँ धेरै सार्वजनिक ठाउँहरू, जहाँ मान्छेले सिधै देख्ने ठाउँहरू छ, त्यस्तो ठाउँमा अब यहाँ ग्यास लिक भएको छ, एकजनाले ग्यास समाति राख्नु भएको छ, एकजनाले चाउचाउ समाति राख्नु भएको छ। अब हामी पकाउँदैछौँ नुडल्स। वाइ वाइ के पाक्दैछ अरे? वाइ वाइ नुडल्स। गएर मान्छे म यहाँ यो मुनिको फाल्ने हो नि, पहिले यसलाई टुप्पाले पटक्क पारेर भाँच्नु हो। यो टुप्पा पहिले भाँच्नु पर्दैन, सबै गराउने अनि त्यसपछि पार्ने। यो टुप्पा भाँच्यो त सबै झरिजाला भाँच्दैन बाबा। ढुङ्गामा ठोक्नु पर्छ, एउटा ढुङ्गा छ त्यहीमा ठोक्ने। के अलिया गाना त्यो ठेला के ठेला। हेलो, यो भयो कि नै धेरै मोटो गराएँ कि मैले। हामी राम्रो आछौँ कि नै कान्छी?
गाइस जम्माया सरास जम्माया सरास सके ऊपर नसके बराबर गोर्खा मनका मना झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना अर्को के टुक्का थियो कहाँदेखि आएको हो कहाँदेखि आयौ मेरो लागि के दुःख पायौ गोर्खा मनका मना ओ झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना अर्को सेकेन्डवाला टुक्का कस्तो राम्रो निकालेर हो किन आकाशमा तिनवटा राति नै हुन् तिनवटा राति नै हुन् आज निकेले दिन हाम्रै नै सेप्टेम्बरसम्म गोर्खा मनका मना झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना गाइस ल गाइस गर्दै गाइस खै गाइस हेलो बाबु यता हेर न गुड आफ्टरनुन फ्रम भगवती माई मेलतोली ओइ मकै गुड आफ्टरनुन खाना डौरी पाक्दैछ तल मकै पनि आयो चिउरा ल्याउँछ नानी हब्र के छन् गरे यहाँ ब्रस गर्ने काम भइरहेछ हब्र बल्ल छन् बल्ल होइन ए मुठी हब्र हुँदैछ यो आज के हो घरधुरी सर्वेक्षणमा जाँदैछ कस्तो छ आज आवाज म्युट भयो अलि जोडसँग हेलो गाइस सोरसित भनेर बस्नु हामी टोलीहरू चाहिँ आज भगवती माई पूर्ण सरसफाइका लागि भगवती गाउँपालिका वार्ड नम्बर 3 मेलतोली घाटामाटा भन्ने ठाउँमा सब घरधुरीहरूलाई जम्मा गरेर पुनः सरसफाइ आज पुनः सरसफाइ सम्बन्धी यस अभिमुखीकरण सञ्चालन गर्दैछौँ अहिले बिहानको 10 बजेको छ मौसमले हामीलाई साथ कतिको दिन्छ कि साथ दिँदैन दिन्छ? त्यो चाहिँ हामी अहिले हेर्नेछौँ सबै सहभागीहरू उपस्थित भइसक्नु भएको थिएन त्यही समयमा चाहिँ हामीले खुर्सानी टिपेर चट्ट चट्नी पिसेर आफ्नै बारीमा फरेको हरियो काँक्रो काटेर खाइयो त्यसपछि चाहिँ हामीले के गर्यौँ आफै हेर्नुहोस् है त के आज हुँदैन तल घर जानुभएको थियो अहिले चाहिँ म जुगाले टोकेको खुट्टा पखाल्दैछु यहाँ चाहिँ असोजको महिनासम्म आँगनमै जुगा लाग्छ क्या यस्तो ठाउँ छ अरू हाम्रो बेल्ची सेल्ची कहाँ छ नि त ए यता रहेछ रसिद यसमा कार्डमा चाहिँ लेखिदिनुहुन्छ यो कार्डमा चाहिँ लेखिदिनु भएको छ ए अनि यस्तो रसिदहरू अस्ति 3000 को रसिद लिनु बाँकी छ होइन यो पासमा दिनुभयो पछि रसिद चाहिँ पाएन अनि पासमा ट्राइन हुनुभयो त्यही भएर तपाईँको मिलाइदिनु माग्दा यो फुर्पेट देखाउनु त फुर्पेटै त होला यो नि क्या नि हो यो क्या अरे खिरा भन्छ अझै सहभागीहरू आउँदै हुनुहुन्थ्यो यो नानीको आमा चाहिँ अलिक काममा बिजी हुनुभयो सरसफाइ गर्न थाल्नुभयो त्यसपछि मैले यो नानीलाई नुहाएर त्यसपछि उसको चाहिँ कपाल बाँडिदिएँ चट्ट लाएर माछी काटी कपाल बाँडिदिएँ राम्री बनाइदिएँ के तिम्रो नाम अनुसा खड्का
हेर्नुहोस् माछी काडे हेर्नुहोस् मेकर माछी काडे मेकर एन्ड आई एम मेकर कसको हो कि खुर्पेटो राम्रो ल यसको राम्रो छ के छन् बुट्टा छन् कि के छन् कसले बनाएको र ए थुक घोषणा गर्न लाग्दाखेरि साथीहरू पनि पुग्नु हुनेछ हामी पनि कुनै कुनै घरमा आउन चाहिँ सक्छौँ होइन त्योभन्दा पहिला चाहिँ हामीले घरजोडी स्तरमा चाहिँ पूर्ण सरसफाइको लागि के गर्नुपर्ने रहेछ काम भनेर त्यसको लागि चाहिँ हजुरहरूमा चाहिँ यहाँ हामी चाहिँ यसो भेला भएर चाहिँ अन्तर्क्रिया चाहिँ अगाडि बढाउन गइरहेको छ हाम्रो यस कार्यक्रमको घरको 50-60जना आउनुभएको छ यहाँहरूलाई चाहिँ आफ्नो काममा चाहिँ आन्दोलन गर्ने हुन चाहिँ अनुरोध गर्दछु र यसै गरी कता बनाइदिने यताको झाडी पनि गर्नुस् यताको झाडी दाइ दाइ आशालाई गिलास ल्याउने भन्नु त एकछिन 2-4वटा यो सबैजना जेनजीको आन्दोलन हेर्नलाई नेट चलाउन जानुभएको थियो तर विडम्बना इन्टरनेटले काम गरेन अब सबै होनार युवाहरू यति बेला देशमा जेनजी प्रोटेस्ट भइरहेको थियो 23 र 24मा हामी चाहिँ गाउँमै थियौँ जहाँ इन्टरनेटको त परेको कुरा होइन फोन गर्न पनि हामी डाँडामा जानु पर्थ्यो यो समयमा हामी देशको अवस्थाको बारेमा धेरै नै अनभिज्ञ थियौँ कुनै कुनै शिक्षकले स्कुलबाट आइसकेपछि अलिअलि अपडेट दिने गर्नुभएको थियो नानी बस बस यता बस कि त्यता स्वास्थ्य होइन यो सम्बन्धी चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू 1 नम्बरदेखि 7 नम्बरसम्म चाहिँ हामीले काम गरिरहेछौँ 3 वर्ष बढी भइसक्यो ए जस्तो हामीले हाम्रै पानी किनेर खानु 100 रुपियाँ हामीले दिनु भन्नु त्यो पानी किनेको होइन है किनेको होइन म भन्छु हजुरलाई म बुझाउँछु किनेको होइन यहाँनिर तपाईँको पानीको मिटर रिडिङ गर्न यता हेर्नु तपाईँको केही बिग्रियो भने एकजना मान्छे जानुहुन्छ जानुहुन्छ नि होइन उहाँले पनि त मेहनत गर्नु भएको छ नि त होइन मेहनत गरे बापत उहाँलाई दिनु पर्यो कि परेन त्यो उहाँलाई दिनको लागि आम्दानी के त मिटरबाटै तपाईँहरूको खानेपानीको जुन मिटर पढेर आउँछ नि त्यहीबाट दिने हो बजारमा पर्छ आफ्नो दुकानमा त्यो हुँदैन होइन तपाईँले किन्नु भएको हो भने त्यहाँ त धेरै सामानहरू पर्यो बाटोमा जस्तो ढाडो बजारी सिटुम जङ्गलमा पनि आयो क्या तपाईँहरूका त्यहाँ के पाएको पर्यो तपाईँहरूको बजारबाट किनेर लिएर आएको हो त त्यसमा पैसा परेको हो हजुरहरूको पानीमा भएको होइन पानीको पैसा तिर्नु परेको होइन यो नभन्नु होला है यो नभन्नु बाहिर सुन्नु जस्तै पानी बिग्रेन बनाउन जाने मान्छेले पैसा कहाँबाट दिने कसले दिने त्यो पनि चाहियो कोठा भाडा आज हामी बसेका छौँ नि आँगनमा यो अफिस भएर यहाँ बस्न पाएको छौँ क्या यहाँ पनि भाडा पैसा तिर्नु छ कसले तिर्ने त्यहाँ हिसाब किताब राख्नु पर्यो कलम किन्नु पर्यो कापी किन्नु पर्यो त्यो त फ्रीमा आउँदैन नि त्यसको लागि पनि त्यो पैसा त अहिले हामीलाई यहाँ पुगेकै छैन
भन्नुहुन्छ भने हो त्यो तिर्नु भएको हो, तपाईँहरूले पानीको पैसा तिर्नु भएको होइन, त्यो सोच्नु होला है। अर्को कुरा हजुरहरूले पैसा दिँदाखेरि हजुरहरूले देखिरहनु भएको होला प्लास्टिक रहित वातावरण र स्थानीय सामग्रीको प्रमोट गर्नको निम्ति हामीले चाहिँ बाँसको चोयाबाट बनेको डस्टबिनहरू तयार पारिरहेका छौँ। ल टोली कता मुभ भइरहेछ, छिटो दुईटा कुरा जाओस् दुई शब्द। हेलो गाइज, हामी रिटर्न ब्याक टु बेस्तडा। तर आज कताबाट झर्ने यता? ए त्यही त भोलि सराद रहेछ है हाम्रो। बङ्कर भनेको के त? हाम्रो घर बेस्ताडा हो। हेलो, के आयो के गर्दैछौँ अब हामी? हामी चाहिँ बेस्ताडा जाने क्रममा छौँ। अहिले मेलतोली डाँडाबाट झरेर यहाँ चौतारामा विश्राम गरिरहेछौँ सम्पूर्ण साथीहरू। चौतारो कता गयौँ? म चाहिँ ओह्रालोमा हिँडिरहेको छु, साथीहरू त्यहाँ बसेर। म त अगाडि आइसकेँ हिँड्दै हिँड्दै होइन, रट्टी टेकेर। साथीहरू चाहिँ ऊ माथि आउँदै हुनुहुन्छ, यस्तो आइराख्नु भएको छ। म चाहिँ अगाडि आइपुगेँ। ओह्रालो ओह्रालो बाटो हिँडिरहेछौँ हामी चाहिँ। है साथीहरू, म सिटी बजाउँछु, यिनीहरूले कसरी आएको गर्छ है। गइसकेँ साथीहरू, म पछि पछि हिँडिरहेको छु। बिहिबार र शुक्रबार अफिसमा चाहिँ डकुमेन्टेसनको काम गरिसकेपछि अफिस टाइमपछि हामी लागियो पगनातर्फ विकेन्डको लागि। कौन आलु बोक्ने मान्छे को होला, खोइ गर्नु क्या गर्ने जिन्दगानी। हेलो मेरो अगाडि तिम्रो त्यो छैन भाइ सिग्री छ्या कस्तो तर्छ। हेलो गाइस, यस्तो गर्छौँ पुष्पाले। हामी चाहिँ यो फर्स्टलाई ट्याक्क काटेर ट्याक्क खानु। तिम्रो त चुप्चाप छ त, म त मलाई म त अन्डरवेयर लेखेर अन्डरवेयर बढाएको। हेलो, अब नौलो बिहानीसँगै हामीले महिला प्रधानमन्त्री पाएका छौँ। यिनीहरू पनि हुनेवाला भविष्यका प्रधानमन्त्रीहरू भनेर अगाडि बढिरहेका छौँ। हिजोसम्म निराश भएको मन आज जोस् आशाको किरण पलाएको छ। त्यही उपलक्ष्यमा हामी आज घुम्न गइरहेछौँ। अलिक खुसी भएको मनलाई अझै खुसी पार्न स्टे ट्युन। घट्टको पानी होइन, हामी अर्को झर्ना जाँदैछौँ। तर योभन्दा अर्को झर्ना ठुलो छ होइन? यो फर्स्ट हो, सेकेन्ड थर्ड फोर्थवाला चाहिँ एकदमै
अर्को खुट्टा नि देखाउनु उहाँले उताबाट हेरिराख्नुपर्छ हामी बिदा मागेर हिँडिसक्यौँ आफ्नो गन्तव्यतिर भिडियो बनाउन ठाउँ आइसक्यो अरे अब टोली लाग्यो बेस्तडातर्फ हामी कहाँ जाँदैछौँ अब रिटर्न ब्याक टु बेस्तडा हेडिङ टुवर्ड्स बेस्ताडा भएन र क्यान घुँडा मुन्टा टेक्छौ गाइज भैँसी जस्तो छ मेरो ज्यान चाहिँ के बाख्राको जस्तो छ के बामी सर्दैछौ त भर्खर दुध खाँदैछौ भर्खरै दुध छोडे पनि बामी सर्न लाग्छ बाख्रा दुध कि मम्मीको दुध कि भैँसीको दुध कि पाउडर दुध गाइज चप्पल त्यस्तै लाउने 150 का अनि चप्पल राम्रो आएन भन्ने पुष्पा कता हो हिँडेको तनातन जुत्तामा जुत्ता के चोरेको जुत्ता चोरे आउने के हो न गाइज डल चोर्दैछ यो जुत्ता चोर भातबरीको जुत्ता हेर्नुहोस् चोरेर सत्यान